हामी हामी देश बनाउन चाहन्छौँ र यो श्रमदानको अभियान यति बृहत अभियान हो। यसको महत्त्व बुझाउनका लागि मैले अहोरात्र चाहिँ नै प्रयास गरिरहेको छु। श्रमदानको महत्त्व किन यदि टटकारो छ भन्ने बारेमा मैले चाहिँ नि यहाँहरूलाई बुझाउन जरुरी छ। श्रमबाट चाहिँ हामीले काम गऱ्यौँ भने, श्रमबाट काम गऱ्यौँ भनेदेखि चाहिँ थोरै पैसामा धेरै काम गर्न सकिन्छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ, हैन? त्यसो भएको कारणले बस्दै गर्नु, बाहिर बस्दै गर्नु। त्यसो भएको कारणले गर्दाखेरि यहाँहरूलाई मैले चाहिँ नि बुझाउन चाहेको कुरा अर्कै छ। यहाँहरू सबैजनालाई अनुरोध गर्न चाहन्छु, अब श्रमदानबाट काम गर्दाखेरि के हुन्छ भन्दाखेरि थोरै पैसाले धेरै काम गर्न सकिन्छ, हैन? 1 करोड लाग्ने काम चाहिँ हामीले, हैन, 50 लाखमा गर्न सकिन्छ फर इक्जाम्पल। भने त्यो 50 लाखको कामले फेरि अर्को काम गर्न सकिन्छ। भन्नुको मतलब विकास चाहिँ दोब्बर हुने भयो। थोरै पैसाले विकास दोब्बर हुने भयो, तेब्बर हुने भयो। हामीलाई विकास धेरै चाहिएको छ कि थोरै चाहिएको छ भन्ने प्रश्न हो। र मलाई लाग्छ हामी सबै नेपालीलाई धेरै विकास होस्, छिटो होस् भन्ने लागेको छ। त्यो चिज हो, यहाँहरू सबैलाई म त्यो भन्न चाहन्छु। र अर्को कुरा के छ भने अब हामीले चाहिँ नि जुन विपद टार्ने काम मैले जुन गरिरहेको छु त्यो चाहिँ कस्तो भने क्षति हुनुभन्दा पहिल्यै काम गरेको क्या, होइन? जस्तै अब बगरकोटको पुल थियो, यता चाहिँ तल, होइन, ठोकरी खोलाको पुल थियो, उता विष्णुबाटुका जाने बाटो थियो। यस्ता कुराहरूलाई चाहिँ हामीले तत्काल, होइन, श्रमदानबाट चाहिँ प्रोटेक्सन गरेर संरक्षण गरेको कारणले क्षति भएन। तर यहाँ चाहिँ किन मलाई मन पराउँदैनन् भन्दाखेरि चाहिँ अब श्रमदानबाट गरियो भने, होइन, अब ठेक्का मार्फत आउने जुन कमिसनहरूको कुराहरू हुन्छ, होइन, ती कमिसनहरू अब खान पाउने भएनन् अनि सबै मान्छे रुष्ट हो। अनि अर्को कुरा के हो भन्दाखेरि हामीले विपद अथवा भनौँ न इमर्जेन्सी बेसिसमा कुनै कामहरू चाहिँ हामीले गरिहाल्यौँ भने, जस्तै एउटा उदाहरण लिउँ, बाटोको खाल्डा, होइन, सानो हुँदाखेरि नै हामीले टाल्यौँ भने त थोरै पैसामा भयो। तर त्यो चाहिँ सानो हुँदाखेरि ठेकदारलाई फाइदा भएन, होइन? ठेकापट्टासँगै सबै कुरा जोडिन्छ। यो त्यसो भन्दाखेरि ठेकापट्टा चाहिँ गर्दै नहुने भन्ने विपक्षको कुरा त मैले गर्न खोजे होइन। तर के छ भने कतिपय कुराहरू, होइन, चाहिँ नि ठेकाबाट कुराहरू भए पनि धेरै जसो कुराहरू चाहिँ हामीले श्रमबाट गर्न सकिन्छ भन्ने मेरो चाहिँ बुझाइ हो। अब बाटोको खाल्डा सानो खाल्डा छ भने त्यो 50,000मा के अरे रिपेयर हुन्छ। तर 50,000को काम गरेर त ठेकदारलाई त पोसाउँदैन। त्यसले गर्दाखेरि बरु त्यो चाहिँ भत्केर 5 लाखको होस्, 10 लाखको क्षति होस् भनेर चाहिँ क्षति होस्, पुल भत्कोस्, होइन, भत्कोस् न, फेरि नयाँ बनाउँ न। नयाँ बनाउँदाखेरि चाहिँ फेरि करोडौँ रुपियाँको, होइन, ठेका लाग्छ। करोडौँ रुपियाँको ठेका लाग्दाखेरि लाखौँ रुपियाँ चाहिँ नि कमिसन पनि आउँछ भन्ने किसिमको चाहिँ नि मनसायले चाहिँ हाम्रो चाहिँ मनसाय मेरो शैलीको विरोध गरिराखेको छ। कुरा खासमा यो हो। यहाँहरू सबैजनालाई म यो भन्न चाहन्छु, सबैजनालाई यो बुझ्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यो छ है चिज। र आजको श्रमदानको लागि हामी तयार हौँ। अब परशुराम फ्याक्ट्रीमा डाइरेक्ट भेट्दा हुन्छ। थ्याङ्क यू। सम्पूर्ण मित्रहरूलाई हाम्रो श्रमदान र आउनलाई